हेलो एन्ड नमस्ते एभ्रीबडी, वेलकम ब्याक टु माई च्यानल। आजको भिडियो चाहिँ अलिकति फरक छ। आज चाहिँ हामी कुरा गर्न गइरहेका छौँ मेन्टल हेल्थको बारेमा, म र मेरो मम्मी। इन आवर नेपाली फ्यामिलीज अनि नेपाली सोसाइटीमा चाहिँ पहिलाको कम्पेरिजनमा एकदमै फ्लेक्सिबल भइसक्नु भएको छ सबैजना यो मेन्टल हेल्थको बारेमा कुरा गर्नको लागि। स्टिल कतै न कतै अझै कम्फर्टेबल हुनुहुन्न, अझै खुल्न सक्नुहुन्न नेपाली फ्यामिलीभित्र। त्यही भएर आज म कुरा गर्न गइरहेको छु मेन्टल हेल्थको बारेमा। हजुरहरूलाई पनि यसले हेल्प गरोस् भन्नको लागि अनि अझै बढी मैले अन्डरस्ट्यान्ड गर्नको लागि उहाँहरूको जेनेरेसनमा कस्तो थियो त यो मेन्टल हेल्थको बारेमा भनेर। सो नाउ लेट्स वेलकम माई मदर, मेरो मम्मी मिस धना पुन। ल हजुरलाई स्वागत छ मेरो च्यानलमा। थ्याङ्क यू छोरी, नमस्ते अल। हजुर रेडी हुनुहुन्छ? रेडी छु। ल पहिला सुरुमा आज मेन्टल हेल्थको बारेमा कुरा गर्दैछौँ नि त। मेन्टल हेल्थलाई चाहिँ राम्रोसँग बुझाइदिनुहोस् पहिला चाहिँ। धन्यवाद छोरीलाई। मेन्टल हेल्थ भनेको विशेष गरी हाम्रो मन, भावना र सोचाइको स्वस्थता भन्ने बुझिन्छ। जसरी हाम्रो शारीरिक स्वास्थ्य हुन जरुरी छ, त्यसरी नै हाम्रो मानसिक स्वास्थ्य हुन पनि अत्यन्तै जरुरी छ। मैले सठिकमा भने मेन्टली रूपमा हामी स्वस्थ छौँ भने भावनाका कुराहरू जस्तै रिस, डर, तनाव, चिन्ता आए पनि आफूलाई एब्जर्भ गरेर सजिलैसँग उसले सल्टाउन सक्छ अनि आफूभित्रै आफू खुसी हुन सक्छ र अरूप्रति फेरि राम्रो व्यवहार गर्न सक्छ उसले। अनि घटनाहरूप्रति पनि ऊ आत्तिँदैन, आत्तिहाले पनि आफूले आफूलाई सम्हाल्न सक्छ। यस्तो उसको हरकत र व्यवहारहरू छ भने ऊ मेन्टल रूपमा पनि स्वस्थ छ भनेर बुझ्न सकिन्छ। जस्तै कुनै परिवारमा एउटा घटना घट्यो अरे मानौँ लिउँ, अनि त्यो घटना घटिसकेपछि त्यो व्यक्तिले त्यो घटनाबाट पाठ सिकेर पोजिटिभ लिएर उसले त्यहीँबाट नयाँ सृजनशील कार्यहरू गर्दै जान्छ हैन। अगाडि पोजिटिभली लिएर राम्रो कार्यहरू अझै गर्दै जान्छ, अझै राम्रो हुँदै प्रगति गर्दै जान्छ भने त्यो भनेको चाहिँ मेन्टल हेल्थी भयो। भने त्यो घटना घटिसकेपछि नेगेटिभ सोच राखेर नेगेटिभली उसले नेगेटिभ थटहरू मनमा ल्याएर आफूलाई झन् बिगार्दै लाने हैन, प्रगति उन्नतिहरू नगर्ने, आफूलाई लस फिल गर्ने, त्यो हुँदै गइयो भने त्यसलाई हामी मेन्टली रूपमा हेल्दी मानिँदैन। यसरी हामीले मेन्टल हेल्दी छ छैन भनेर पनि छुट्याउन सकिन्छ। जस्तै डिपली अनकन्सियस भएर पागलै भएर हिँडेको त सबैले चिनिने नै भयो। मेन्टल समस्या भयो भनेर, मेन्टल प्रब्लम भयो भनेर बुझ्नु पर्यो। तर त्यति मात्रै मेन्टल समस्या अथवा मेन्टल प्रब्लम होइन। जस्तै अनिन्द्रा, धेरै डराउने हैन, धेरै चिन्ता गर्ने, अनि त्यसपछि माइग्रेन, धेरै टाउकाका दुखाइहरू। आफ्नो मुटुको चेक गर्दा ठिकै छ, तर पनि भिडभाडमा जाँदाखेरि घरबराहट हुने, मुटुको ढुकढुकीहरू बढ्ने, मर्छु कि जस्तो फिल हुने, आफूलाई भित्रबाट महसुस हुने, खुलेर बोल्न नसक्ने, डराउने, यी इत्यादि समस्या पनि हाम्रो मानसिक समस्याभित्र नै पर्छन्। अरूप्रति धेरै रिस देखाउने हैन, अनि ईर्ष्यालु स्वभावका धेरै, घमण्ड धेरै, त्यो पनि हाम्रो मानसिक हल्का सामान्य मानसिक समस्या नै हो भन्नुपर्ने हुन्छ। डिप्रेसन त भन्नु नै परेन। डिप्रेसनमा मरम हुन्छ हैन, मर्छु होइन कि मर्छु कि होइन कि मरम जस्तो हुने चाहिँ डिप्रेसनमै भयो। त्यसैले यी समस्याहरू क्याटेगोरी छुट्याएर अलग कुरा हो, तर मानसिक समस्या नै हो भनेर मैले बुझेको छु है त। अनि हजुरले सुरुमा नै मेन्टल हेल्थ र फिजिकल हेल्थ दुइटै नै एकदमै इम्पोर्टेन्ट छ भन्नुभयो हैन।
मान्छेहरूले चाहिँ फिजिकल हेल्थलाई चाहिँ बढी प्रायोरिटी दिएको मानिन्छ मेन्टल हेल्थलाई हेरिकन। हजुरले चाहिँ यो बुझाइदिनु कि कसरी मेन्टल हेल्थ र फिजिकल हेल्थ दुवै बराबर छ भनेर त्यो बुझाइदिनुहोस्। मैले जाने र अनुभव गरे अनुसार एउटा रोबोटभित्र राखिएको जुन मेसिन हुन्छ त्यो हाम्रो ब्रेन हो र त्यो ब्रेनले त्यो मेसिनले जे सजेसन दिन्छ सुझाव दिन्छ त्यही नै हाम्रो बडीले गर्ने हो है। त्यो भएको भएर हाम्रो दिमाग ठिक ठाउँमा छ भने सही ढङ्गले दिमागले जहाँ जहाँ लैजान्छ त्यहीँ त्यहीँ हामी जाने भयौँ। जे दिमागले सोच्न पठाउँछ हामीले त्यही नै सोच्ने भयौँ। जता जता हेर्नलाई सुझाव दिन्छ दिमागले त्यतै हामी हेर्ने भयौँ। जे गर्न अढाउँछ यो दिमागले त्यही नै गर्ने हो नि त। त्यो भएको भएर फिजिकली जतिको स्ट्रङ र हेल्दी हुन आवश्यक छ मेन्टली झनै बढी मेन्टल रूपमा चाहिँ स्वस्थ हुन अत्यन्तै जरुरी छ। ओके, थ्याङ्क यू सो मच। राम्रोसँग बुझाइदिनु भयो, हजुरहरूले पनि बुझ्नुभयो होला। अब चाहिँ म अरू क्वेसनहरूतर्फ जान चाहन्छु। मैले पहिले नै भनिसकेको छु आज चाहिँ उहाँको जेनेरेसनको कुराहरू बढी हुनेछ मेन्टल हेल्थको बारेमा। ल मेरो अर्को क्वेसन रहेको छ हजुरलाई, मेरो प्रिपेयर छ है यहाँ गाइस, म यत्तिकै चाहिँ आएको छैन आज। तपाईँको टाइममा त्यतिखेर चाहिँ स्ट्रेस अनि यस्तो डिप्रेसनको कुराहरू खुलेर कुरा हुन्थ्यो कि हुँदैन थियो, डिस्कसहरू हुन्थ्यो कि हुँदैन थियो? अनि यदि कसैलाई मेन्टली टायर्ड अथवा स्याड निराशपन त्यस्तो आएको बेलामा उनीहरूले चाहिँ के गर्थे, तपाईँले के गर्नुहुन्थ्यो त्यो चाहिँ भनिदिनु। हाम्रो गाउँमा म गाउँमै नै हुर्केको अनि त्यस्तो हाम्रो गाउँमा चाहिँ त्यस्तो धेरै मेन्टली इस्यु भएको व्यक्ति चाहिँ मैले भेटिनँ कि मेरो त्यो यङ जेनेरेसनमा। त्यति बेला चाहिँ निन्द्रा आउँदैन, टाउको दुख्छसम्म चाहिँ हो साथीहरूले पनि भन्नुहुन्थ्यो होइन। कहिलेकाहीँ टाउको दुख्छ मात्रै भन्नुहुन्थ्यो। अनि कसैलाई अलिकति हाम्रो आमाको उमेरको अलि 60-70 वर्ष पुगिसकेको उमेरका बुवा आमाहरूले चाहिँ निन्द्रा लाग्दैन अनि खाना रुच्दैन त्यस्तो कुराहरू चाहिँ गरेको मलाई याद छ। तर त्यस्तो साह्रै नै जस्तै एन्जाइटी जस्तो डर लाग्यो, कोही चाहिँ छटपटिएर हिँड्यो अरे अनि घरबाट होस नपाएर हिँड्यो अरे, त्यति बेला त त्यसरी हुन्थ्यो नि त बयानहरू। अनि त्यस्तो कुराहरू चाहिँ मैले खासै सुनिनँ कि ती बेला। यस्तो होला, नभेटेको भन्दा पनि त्यतिखेर कुरै हुँदैन थियो होला अनि उनीहरूलाई के भएको भन्ने पनि थाहा थिएन होला भन्ने बुझ्न पर्यो। हाम्रो जेनेरेसनमा पनि म गाउँमै हुर्केको कारण र हामी चाहिँ अब पढ्दाखेरि पढ्ने होइन, नपरेको टाइममा चाहिँ सकेसम्म हामी काम नै गर्थ्यौँ कि। जस्तै अब एक हप्तामा शुक्रबारसम्म हामी स्कुल जान्थ्यौँ, स्कुल पनि टाढा थियो, आउने जाने नै धौधौ हुन्थ्यो नि त। त्यसपछि शनिबारको दिन हुन्थ्यो, शनिबारमा पनि हामीले पहिले प्लानिङ गरिसक्थ्यौँ साथीहरू कि यो दिनमा चाहिँ हामी यसरी दाउरा काट्न जाने, घाँस काट्न जाने, यसरी हामी परिमा गरेर काम गर्ने होइन। ग्रुपिङमा काम गर्नेलाई परिमा हुरी भन्छन् कि गाउँतिर, त्यसरी नै काम गर्ने भनेर हाम्रो सल्लाह भइसक्थ्यो। अनि हामी शुक्रबार कटिसकेपछि शनिबार बिहानबाट नै हामी त्यसैमा हामी तल्लीन हुन्थ्यौँ। अनि ग्रुपमा काम गर्ने, हाँस्ने, खाने होइन, जे गाउँमा पाइन्छ अर्ग्यानिक खानेकुराहरू खाने, त्यसपछि काममा व्यस्त हुने, साथीभाइ रमाइलो गर्ने होइन, त्यस्तो हुन्थ्यो। त्यो कारणले गर्दाखेरि हाम्रो साथीहरूमा पनि त्यस्तो मेन्टल इस्यु, मलाई निन्द्रा लागेन, टाउको दुख्यो होइन, अनि मनमा कुराहरू खेल्छ त्यस्तो चाहिँ भनेको मलाई याद छैन कि कुनै पनि साथीहरूले। र गाउँभरि पनि त्यस्तो कोही थियो जस्तो मलाई यादै छैन कि, कसैले भनेको यादै नै छैन कि। त्यसैले गर्दाखेरि पहिलाको व्यक्तिहरू चाहिँ, पहिलाको मान्छेहरू जस्तै हामीहरू नै व्यस्त, धेरै काममा धेरै व्यस्त थियौँ नि त, त्यो भएको भएर नै हुनसक्छ। त्यो पहिला धेरै इज्जतको कुरा हुन्थ्यो नि त, यस्तो मेरो इज्जत जान्छ भन्ने भएर पनि लुकाएको हुनसक्छ। त्यो होला, हुनसक्छ त्यो, त्यही होला। नत्र भए अहिले पहिलाको मान्छेलाई त त्यस्तो केही पनि नहुने, अहिले चाहिँ भक्काभक त्यस्तो एन्जाइटी डिप्रेसन भन्ने त सबैलाई छ नि त अहिले धेरै जस्तोलाई। अनि त्यस्तो कसरी पहिलाकोलाई चाहिँ भएन, अहिले चाहिँ कसरी भयो भन्ने कुरा त्यो चाहिँ
त्यो अहिले बढेको पनि हुनसक्छ है। पहिलाकोलाई नहुने अहिलेकोलाई कसरी भयो नहुनु पर्ने भन्ने नै हुँदैन कि, हुनसक्छ। किनभनेदेखि पहिलाको र अहिलेको व्यक्तिहरूको हाम्रो बाँच्ने स्टाइल नै फरक छ नि त, जीवनशैली नै फरक छ नि। जस्तै मैले अघि नै भनिसकेँ, हामी पढ्दा पढ्ने होइन, काम गर्नेहरू पुरै व्यस्त नै हुन्थ्यो नि त, बिहानबाट बेलुकैसम्म। जस्तै दिनभरि काम गरेर थाक्ने, अनि बेलुका खाना खायो, निन्द्रा झुपुक्कै लाग्छ, पुलुक्कै सुत्ने, बिहान उठेर फेरि काममै व्यस्त, कोही पढ्नमा व्यस्त, फेरि काममै जाने होइन। त्यसपछि सबैजना यसरी काममा व्यस्त हुँदाखेरि बाहिरी सोच्ने कसैको पनि टाइमै हुने थिएन कि। अहिले चाहिँ के छ भन्दाखेरि, अब जेनेरेसन अहिलेको के छ भन्दाखेरि, शरीर नचलाउने मनलाई चलाउने, दिमाग चलाउने धेरै मान्छे यहाँ बसेको छ, संसारभरि आफ्नो दिमागलाई चलाउँछ नि त। त्यसरी चलाउने त्यति बेला समय नै थिएन कि, टाइमै हुने थिएन। तर मैले अरूहरूको भिडियोहरू पनि हेरेको छु, यस्तो पहिलाको जेनेरेसनको कुराहरू गरेको होइन। तर त्यहाँ चाहिँ उहाँहरूले हाम्रो पनि हुन्थ्यो हुनलाई चाहिँ, तर यसरी अहिलेको जस्तो कुरा हुँदैन थियो, र हामीलाई यो मेन्टल हेल्थमा यस्तो डिप्रेसन एङ्जाइटी हो भनेर पनि हामीलाई थाहा थिएन। हुन चाहिँ हुन्थ्यो, अहिले के यस्तो के अरे सिम्टम्सहरू देखाउँछ नि, त्यो हुन चाहिँ हुन्थ्यो, तर हामीलाई यो हो भनेर चाहिँ थाहा थिएन। हुन चाहिँ हुन्थ्यो भन्ने सुने, तर हजुरले अहिले चाहिँ हामीलाई त्यति हुन्थेन, मैले थाहा पनि पाइनँ भन्नुभयो नि त। अब त्यो ठाउँ हेरिकन पनि होला के चाहिँ हो त्यो चाहिँ म अलिकति कन्फ्युज भएँ, अलि एक्सप्लेन गरिदिनुहोस् त प्लिज। होइन, मलाई थाहा नहुँदैमा अरूलाई थाहा हुन्न भन्ने हुँदैन नि त। किनभने उनीहरू भनेको अर्कै व्यक्ति हो, म भनेको अर्कै व्यक्ति हो। उनीहरू अर्कै वातावरणमा हुर्किएको हुन्छ, म अर्कै वातावरणमा हुर्किएँ। भलै हामी साधारण परिवार थियौँ, तर पनि मलाई चाहिँ कुनै कुराको प्रेसर थिएन कि। म माथि काम गर्नलाई दाजुहरू दिदीहरू टन्नै हुनुहुन्थ्यो। त्यसपछि अब मैले त्यसो भनेर काममा त ठग्दिनँ थिएँ नि त मैले। मलाई पनि रहर लाग्थ्यो नि त, अरूले काम गरेको हेरिरहँदा पनि मेरो पनि कहिले स्कुल छुट्टी हुन्छ अनि म पनि सँगै काम गर्न पाउँथेँ भन्ने मलाई रहर हुन्थ्यो नि त। त्यही भएको कारणले गर्दा म पनि व्यस्त हुन्थेँ, अरू पनि व्यस्त नै हुन्थे सबैजना। मैले मेरो गाउँको र मेरो परिवार सर्कलको कुरा गर्दैछु कि अरूको होइन। हुनसक्छ मेरो जस्तै फ्यामिली अरूले नपाउन पनि सक्नुहुन्छ नि त, कसैको बुवा, कसैको आमा होइन, कसैको दाजुभाइ दिदीबहिनी, घरको फ्यामिलीहरू नबुझेको भयो होलान्। अनि त्यस्तै उहाँहरूलाई मेन्टली टर्चर दिने कोही व्यक्ति हुनुभयो होला, त्यस्तै वातावरणहरू मिलेन होला उहाँहरूलाई, त्यो हुनसक्छ। त्यो हजुरले भन्नुभयो नि, त्यो चाहिँ एउटा कुरा, म एकदमै हामी व्यस्त हुन्थ्यौँ, काम धेरै गर्थ्यौँ, अनि त्यही भएर त्यो सोच्ने कुरै हुन्थेन, सोचै आउँथेन भन्नुभयो नि त। त्यो काम व्यस्त धेरै ओभरलोड भयो भने पनि, व्यस्त भइराख्यो भने पनि त दिमागमा ओभर थिङ्किङ अथवा दिमागलाई अझै बढी त्यो उस हुन्छ नि त, स्ट्रेस हुन्छ नि त। त्यस्तोहरू चाहिँ हुन्थेन हजुरहरूलाई? काम गरेर ओभर स्ट्रेस हुने भन्ने होइन कि, काममा झ्याउ मानियो भने ओभर स्ट्रेस हुने हो। काममा मजा लाग्यो भने, काम गर्दै जाँदा मजा लाग्यो भने जति गरे पनि स्ट्रेस नहुने भयो नि त। शरीर त थाक्ने भयो, दिमाग थाक्दैन नि त। अनि यसरी पढ्दाखेरि चाहिँ तपाईँ चाहिँ घरको कान्छी छोरी भएको कारणले रुन अथवा हाँस्न चाहिँ त्यति गाह्रो भएन होला अरूलाई जति होइन। त्यही पनि कहिलेकाहीँ एकदमै मन दुखेको बेला, रुन मन लागेको बेलामा चाहिँ, कसैलाई भन्न नसकेको बेलामा चाहिँ के गर्नुहुन्थ्यो तपाईँले? अनि तपाईँको दिदीहरू दाइहरू धेरै हुनुहुन्छ नि त, उहाँहरूलाई पनि कहिलेकाहीँ त्यस्तै भयो होला। उहाँहरूले चाहिँ कसरी डिल गर्नुहुन्थ्यो, तपाईँले कसरी डिल गर्नुहुन्थ्यो, देख्नुभयो कि भएन? उहाँहरूले कसरी डिल गरेको देख्नु भएको छ भने चाहिँ त्यो सेयर गरिदिनु, र तपाईँले पनि कसरी डिल गर्नुहुन्थ्यो त्यो भनिदिनु। मैले चाहिँ, मलाई कस्तो, म त पहिल्यै अघि नै भनिसकेँ, म त फ्र्याङ्क थिएँ नि त। त्यो भएको भएर हाँस्ने हो भने हाँसिहाल्ने, केही कुरा अब दाइहरू दिदीहरू बाबा आमासँग पनि केही त्यस्तो छ भने चाहिँ खासै इस्यु पनि गर्दिनँ थिएँ, भनिहाल्ने टाइपको थिएँ। तर बाबासँग चाहिँ, आमासँग चाहिँ खुलेर बोल्न सक्थेँ, हरेक कुराहरू खुलेर बोल्न सक्थेँ। बाबासँग चाहिँ डर लाग्थ्यो, किनभने बाबा अलिकति स्ट्रिक्ट हुनुहुन्थ्यो,
स्ट्रिक्ट भन्नाले कहिले त्यो मारपिट त गर्नु भएन, तर पनि उहाँको बोली सुन्दै पनि अलिकति खुलेर चाहिँ भन्न नसक्ने त्यस्तो हुन्थ्यो। हाम्रो बाबाको कस्तो छ भने बोली चाहिँ कडा छ के है, मनमा माया भए पनि बोली कडा छ, अनि भित्र चाहिँ सफ्ट छ के, हृदयमा चाहिँ माया हुने करुणा हुने, बोली चाहिँ एकदम कडा छ। त्यो भएको भएर नै होला सायद हामी सानैबाट डराउने होइन, आफ्नो शब्दहरू चाहिँ आफूले मनमा चाहेको कुराहरू चाहिँ सेयर गर्न नसक्ने। सायद हामी सबै दाइ दिदीहरू पनि त्यस्तै नै हुनुहुन्थ्यो सायद, सेयर गर्न नसक्ने। मभन्दा माथिको दिदीहरूको चाहिँ 3 जनाको पहिल्यै बिहा भइसक्यो होइन, विवाह भइसकेको कारणले उहाँहरू कस्तो थियो पनि मैले बुझ्नै पाइनँ। मभन्दा अझै 2 जना त माथि नै हुनुहुन्थ्यो, उहाँहरूको पनि मैले खासै भ्याउनै पाइनँ कि मेसोनै पाइनँ कि, कहिले सोध्ने चासो पनि गरिएन अनि मेसो खासै पाइनँ। मभन्दा माथिको दिदी चाहिँ अलिकति साइलेन्ट पर्सन हुनुहुन्थ्यो, धेरै चाहिँ नबोल्ने टाइपको हुनुहुन्थ्यो, तर पनि धेरै खेल्ने हाँस्ने गरेको त म माथिकै दिदीसँग हो। अलिकति साइलेन्ट नै हुनुहुन्थ्यो मभन्दा, र त्योभन्दा माथिको दिदीहरूसँग खासै उनीहरू चाहिँ कामको व्यस्तताले नै हामी यसरी, म अलि सानै नै अब माया गर्ने त्यसरी अब दिदीहरूसँग खुलेर त्यस्तो, जस्तै एउटै साथी जस्तो भएको भए कुरा हुन्थ्यो कि, म अलिक सानै थिएँ नि त, अनि सानो व्यक्तिसँग अब उनीहरूले कुरा सेयर गर्ने पनि भएन, कुरा भएन, त्यो भएको भएर खासै कुरा त्यो भएन। अब बोल्दै जाँदाखेरि एक त सम्झिने रहेछ। फ्यामिलीकै कुरा गर्दाखेरि कहिलेकाहीँ बाबा र आमाको चाहिँ अलिकति कुराहरू नमिलेर झगडा हुँदाखेरि चाहिँ टेन्सन हुन्थ्यो। त्यति बेला मभन्दा माथिको दिदी र म चाहिँ यसो दाउरा घाँसहरू काट्न जाँदाखेरि कुराहरू गर्थ्यौँ कि, कास हाम्रो पनि यस्तो भइदिएको भए यस्तो झगडा हुन्थेन कि, यस्तो कुराहरू हुन्थ्यो कि, सायद त्यही नै होला। तर त्यति साह्रो डिपली त लिएन, तर यस्तो भइदिएको भए बाबा आमाको झगडा हुन्थेन भनेर चाहिँ अलिकति स्ट्रेस त लियो। त्यही स्ट्रेस लिएर नराम्रो इफेक्ट चाहिँ परेन कि है, हामीले सायद त्यो कुरा मात्रै गऱ्यौँ, त्यसपछि त्यसलाई डिपली लिएनौँ। मैले चाहिँ के बुझेँ भन्दाखेरि तपाईँ चाहिँ कान्छी भएको कारणले चाहिँ तपाईँलाई अलिक सजिलो पनि भयो होला, तपाईँको कुराहरू सेयर गर्नलाई, रुन मन लाग्दा पनि रुन सजिलो भयो होला, र तपाईँको दिदी दाइहरूलाई चाहिँ अलिकति म चाहिँ रेस्पोन्सिबल हुनपर्छ है, मैले चाहिँ यो फ्यामिली हेर्नुपर्छ होइन, कामहरू गर्नुपर्छ भनेर चाहिँ देखाउन सक्नु भएन होला त्यो टाइममा चाहिँ भन्ने चाहिँ फिल हुन्छ। देखाउन अथवा आफ्नो कुराहरू सेयर गर्न चाहिँ अलिक सक्नु भएन होला, तर फिल चाहिँ गर्नुभयो होला मनमा, अथवा मेन्टली डिस्टर्ब चाहिँ भएन होला कहिले न कहिले त होइन, स्ट्रेसहरू भयो होला। तर त्यो चाहिँ त्यति धेरै रेस्पोन्सिबिलिटी थियो उहाँहरूमा चाहिँ, त्यति धेरै थियो, उहाँहरूले चाहिँ त्यसमा चाहिँ बढी ध्यान दिनु भएन होला भन्ने चाहिँ फिल हुन्छ। तपाईँलाई चाहिँ के लाग्छ? त्यो चाहिँ भयो हुनसक्छ है, किनभने उहाँहरूले पढ्न पनि पाउनु भएन नि त, अनि काम गर्नु पर्यो होइन, आफूभन्दा तलको भाइ बहिनीलाई हुर्काउनु पर्यो, पढाउनु पर्यो होइन, रेस्पोन्सिबिलिटी धेरै थियो। अनि आफ्नो इच्छाहरू कति मार्नु भयो उहाँहरूलाई थाहा छ नि त त्यो त। अब लाउ खाउँ भन्ने बेलामा अनि रमाइलो गर्न हिँड्न मन लाग्ने त सबैको हुन्छ नि त, राम्रो लगाउने मिठो खाने भन्ने त सबैको चाहना हुन्छ नि त। सायद उहाँहरूले त्यस्तो अपर्च्युनिटी खासै पाउनु भएन जस्तो लाग्छ, किनभने हामी थियौँ नि त, सानो भाइ बहिनीहरू थियौँ, बाबा आमालाई मात्रै गाह्रो हुन्थ्यो नि त। त्यो भएको भएर उहाँहरूले यस्तो कुराहरू त धेरै दबाउनु भयो होला, सायद मलाई त्यस्तो लाग्छ। दबाउनु भयो, आफ्नो इच्छा आकाङ्क्षाहरू मारेर हामीलाई हुर्काउनु भयो, बढाउनु भयो। थियो होला उहाँको, थियो नै किन नहुने, त्यो त भइहाल्छ नि होइन, सबैलाई नै भइहाल्छ नि। अब दुःखै मात्रै गरौँ भन्ने त कसैलाई हुन्न नि त, थियो होला सायद। तर म सानै भएको र उहाँहरू चाहिँ एजले पनि डिफ्रेन्ट भइयो। अनि पछि फेरि पढाइको सिलसिलामा म फेरि बजारतिर झरेँ, गर्दाखेरि चाहिँ उहाँहरूसँग मेरो खासै सेयर भएन। तर पछि चाहिँ विवाह भइसकेपछि बल्ल कुराहरू सेयर गर्छन्, कहिलेकाहीँ गर्नुहुन्छ। दाइहरूले त
कहिले पनि भन्नुभएको छैन त्यस्तो तिमीहरूको लागि यति दुःख गरे उ गरे त कहिले नि भन्नुभएको छैन। बरु दिदीहरूले भन्नुहुन्छ कति पढ्न इच्छा लाग्थ्यो, तिमीहरूले जस्तै पढ्न इच्छा लाग्थ्यो, अब पढ्न पाइएन, काम धेरै गर्नु पर्थ्यो, यस्तो यस्तो गर्नु मन लाग्थ्यो, यस्तो थियो यस्तो थियो दिदीबहिनीले भन्नुहुन्छ क्या। मैले सुरुमा तपाईँले चाहिँ यो के अरे पहिला चाहिँ हामीलाई हुन्थेन यस्तो भन्नुभयो नि त। अहिले कुरा गर्दै जाँदाखेरि त कतै न कतै त सबैजनालाई चाहिँ अलिअलि फिल त्यस्तो चाहिँ भएको चाहिँ रहेछ भन्ने कुरा निस्कियो होइन। सुरुमा चाहिँ हजुरले खै मैले त्यस्तो थाहा पाइनँ, त्यस्तो देखिन्थेन, धेरै काममा व्यस्त हुने भएको कारणले आफूलाई व्यस्त राख्थ्यौँ, त्यही भएर त्यस्तो हुँदैन थियो भन्ने कुरा गर्नुभयो। तर कुराहरू गर्दै जाँदाखेरि चाहिँ कतै न कतै त भएको रहेछ भन्ने मैले फिल गरेँ होइन। तर पहिलाको इन्भाइरोमेन्ट र अहिलेको इन्भाइरोमेन्ट सेम छैन नि त, सेम थिएन। अनि उहाँहरूलाई पनि जज गर्लान् कि होइन, अब कसरी भन्ने होला भन्ने नि थाहा हुँदैन त्यतिखेर। त्यही भएर चाहिँ आफूले मनभित्र चाहिँ लुकाउनु भएको होला, आफूले चाहिँ कसैले नि गरेको छैन। अनि नगरेपछि उहाँहरूले के गर्ने कसरी गर्ने होइन त्यो थाहा नभएको कारणले उहाँहरूले चाहिँ आफूभित्र नै राख्नु भएर अनि अगाडि बढ्नु भयो भन्ने चाहिँ मलाई फिल हुन्छ। पहिलाको मान्छेले चाहिँ धेरै सहन्थे, त्यही भएर अहिले चाहिँ उनीहरूलाई झनै बढी प्रब्लम आएको हो कि मेन्टल हेल्थमा भन्ने लाग्छ कि लाग्दैन हजुरलाई? अहिले चाहिँ एक्सप्रेस गर्छन् र निस्किहाल्यो सकिहाल्यो होइन। जति दबायो त्यति बढ्ने हो नि त मेन्टल हेल्थको प्रब्लम त। त्यही भएर बरु पहिले नै बढी एक्सप्रेस जतिखेर फिल हुन्छ त्यतिखेर नै नसहिकन एक्सप्रेस गरिहाल्ने, त्यो गऱ्यो भने त्यो राम्रो होइन र सहनुभन्दा त? पहिलाको जेनेरेसनमा चाहिँ के हुन्थ्यो भन्दाखेरि अब बाबाआमाको इज्जत जान्छ होइन। त्यसपछि उसले के भन्ला, मैले यो सेयर गरेँ भने साथीले मलाई के भन्ला, उसलाई सेयर गर्यो भने के भन्ला के भन्ला के भन्ला, इज्जत जाला, त्यही त हो नि। त्यस्तो हुन्थ्यो। यस्तो सोचाइले गर्दाखेरि मनभित्र गुम्साएर राखेको कारणले गर्दाखेरि भित्रभित्र त्यसैले नै दिमागमा असर परेर समस्या आएको हुनसक्छ। अहिले आएको हुनसक्छ नि त। अहिले पहिलाको कुराहरू धेरै नै भित्र दबिएको कारणले गर्दाखेरि सबकन्सियस माइन्डमा चाहिँ त्यो चाहिँ रिजर्भ भएर बस्यो। अनि त्यो कारणले गर्दाखेरि अहिले समस्या आउनसक्छ, माइग्रेनको रूपमा, एन्जाइटीको रूपमा, डिप्रेसनको रूपमा होइन। विभिन्न त्योभन्दा पनि माथिल्लो स्तरको होइन, अलिकति मानसिक अलिकति डिपली त्यसरी गएको हुनसक्छ है, त्यो हुनसक्छ। तर अहिलेको जेनेरेसनको व्यक्तिहरूले चाहिँ सेयर गर्नुहुन्छ, एक्सप्रेस गरिहाल्नुहुन्छ, त्यो चाहिँ धेरै राम्रो गर्नुपर्छ। किनभनेदेखि आफूमा गुम्सिएको भित्र जति गुम्साएर राख्यो नि त्यति नै त्यसले चाहिँ एकदम ठुलो रूप लिन्छ कि, नराम्रो रूप लिन्छ कि। त्यो भएर एक्सप्रेस गर्नुपर्छ र गरेको राम्रो भन्छु म। तर एक्सप्रेस गर्ने कुन ठाउँ हो त नि भन्ने कुरा चाहिँ मुख्य ज्ञान हुन अत्यन्तै आवश्यक छ कि। नत्र भने गलत ठाउँमा हजुरले एक्सप्रेस गर्नुभयो भने गलत व्यक्तिले हजुरलाई प्रयोग गर्छ, हजुरको कमजोरीलाई उसले हतियार बनाउँछ कि र युज गर्छ। त्यो भएको भएर एक्सप्रेस गरेको राम्रो, तर सही ठाउँमा एक्सप्रेस गर्न जरुरी छ। कहाँ चाहिँ एक्सप्रेस गर्ने त्यो पनि भन्दिनु। जो व्यक्तिले आफ्नो दुःख बुझ्छ, भित्रैबाट बुझ्छ होइन, जोमा चाहिँ धेरै नलेजहरू छ त्यसको बारेमा, उसले चाहिँ सल्टाउन सक्छ आफ्नो समस्या जुन बताइन्छ नि त्यसलाई बुझेर सल्टाउन सक्ने क्षमता उसमा छ, ज्ञान छ, आत्मज्ञान छ। त्यस्ता ठुला भन्दा पनि आत्मज्ञानी दुःख बुझ्ने व्यक्तित्वहरूसँग चाहिँ सेयर गर्नु राम्रो है, विज्ञ व्यक्तिहरूसँग चाहिँ सेयर गरेको राम्रो। एज अ चिल्ड्रेन आफ्नो प्यारेन्ट्सबाट नपाएको इमोसनल सपोर्ट केही छ कि सम्झिन पर्दाखेरि? मलाई अरूमा चाहिँ त्यस्तो मलाई बुझ्नु भएन भन्ने फिल केहीमा पनि भएन कि। त्यो बेलामा चाहिँ त्यो अवस्थामा सबै साथीहरू विदेश जाने, राम्रो ठाउँतिर नै राम्रो अर्न गर्न सक्ने, जस्तै
युके हङकङतिर जाने चलनहरू थियो कि मेरो साथीहरू फटाफट जर्मनतिर गइरहनु भएको थियो अनि त्यति बेला मलाई पनि 1-2 ठाउँबाट चाहिँ त्यस्तो अपर्च्युनिटी आएको थियो अनि चाहिँ बाबाले जान चाहिँ नजाने भनिसकेपछि अनि त्यति बेला काश मलाई पनि बुझिदिनु भएको भए म राम्रो ठाउँमा पुग्थेँ राम्रो ठाउँहरू देख्न पाउँथेँ राम्रो मनी अर्न गर्न पाउँथेँ जस्तो फिल हुन्थ्यो तर मलाई अहिले चाहिँ लाग्दैन त्यस्तो लाग्दैन नेपाल नै प्यारो लाग्न थालिसकेको छ यहीँ बस्यो यहीँ रमाइयो हैन यहीँ नै परिवार बन्यो यहीँ नै मलाई स्वर्ग आनन्द नै लागेको छ त्यो सिचुएसनमा चाहिँ त्यो चाहिँ भएको थियो अब अर्को क्वेसन रहेको छ हजुर चाहिँ एज अ प्यारेन्ट्स आफ्नो बच्चाहरूको मेन्टल हेल्थलाई लिएर कतिको कन्सियस हुनुहुन्छ र उनीहरूले हजुरलाई केही यसरी मलाई यो भयो अहिले एङ्जाइटी भयो अलिकति मेन्टली डिस्टर्ब भए ओभर थिङ्किङ भयो भन्यो भने चाहिँ कसरी लिनुहुन्छ हजुरले त्यसलाई चाहिँ मैले कसरी लिने अब हजुरलाई नै भनेको छु नि त जस्तै कुराहरू चाहिँ सबभन्दा संसारमा सबैभन्दा चाहिँ एकदमै वफादारी साथी भनेको को मम्मी आमा र सेकेन्डमा बाबा सेकेन्डमा नहर्नु जे जुन पनि हुन सक्ने नि प्यारेन्ट्स दुइटै एकै किनभनेदेखि कुनै पनि आमाले कुनै पनि बाबाले आफ्नो बच्चाको कुराहरू जस्तो सुकै होस् बाहिर चाहिँ लिक गर्दैन कि र कसरी हुन्छ त्यसलाई चाहिँ सल्टाउने प्रयास गर्छ कि आफ्नो बच्चालाई कसरी हुन्छ खुसी राख्न चाहन्छ कि त्यो भएको भएर कुनै पनि बच्चाले आफ्नो आमा अथवा बुवासँग आफ्नो भित्रको कुरा जो भन्नुपर्ने कुराहरू चाहिँ नलुकाउने मजाले बसेर चाहिँ सेयर गर्ने बानी गर्नुपर्छ कसैले पिटेको होस् कसैले आफूलाई चाहिँ तनाव दिएको होस् हैन कसैसँग चाहिँ आफू नराम्रो भइएको होस् कसैले आफूलाई नबुझेको होस् जस्तो सुकै आफूलाई नराम्रो हरकत गरेको होस् जस्तो भए पनि आफूलाई कुन चाहिँ बाबालाई अथवा आमासँग कम्फोर्टेबल भइन्छ उहाँलाई चाहिँ सेयर गर्नै पर्ने हुन्छ सेयर नगरेसम्म हामीलाई थाहा हुँदैन नि त है त्यो भएको भएर सेयर गर्नै पर्ने हुन्छ म यसमा सधैँ कन्सियस नै हुन्छु मेरो बच्चाहरू कुन स्थितिमा छ मैले निहाल्छु दुवैजनालाई निहाल्छु उसको चाहिँ फेसियल एक्सप्रेसन कस्तो छ आजको दिनचर्या उसले के गरिरहेको छ केमा भुलिरहेको छ के काम गरिरहेको छ खानाहरू के खानेमा इन्ट्रेस्ट गरिरहेको छ हैन उसले चाहिँ मैले बोल्दाखेरि रियाक्सन के गर्छ सबै कुराहरू मैले त नोटिस गरिरहेकै हुन्छु नि त गर्छु भन्दिनँ अनि सिचुएसन हेरिसकेपछि अनि उसले कस्तो रियाक्सन देखाउँछ मैले बोल्दाखेरि त्यो हेरेर मैले चाहिँ व्यवहारहरू गर्ने गरेको छु अनि त्यसपछि मेन्टल हेल्थ चाहिँ राम्रो होस् सबैले चाहना नै हुन्छ अनि मलाई लाग्छ मलाई आशा हुन्छ कि मेरो बच्चाहरू सधैँ मेन्टली फिजिकली फिट रहोस् स्ट्रङ रहोस् अनि गुम्सिएर कोठाभित्र बसी नरहोस् कहिले पनि खुलेर जियोस् बाहिर हैन घुलमिल होस् बाहिरको वातावरण साथीसँगी सबैसँग घुलमिल फ्रेन्डली होस् आफ्नो मनमा भएका कुराहरू चाहिँ गुम्सिएर नराखोस् आफूलाई बताओस् पुरै र जहाँ कि त्यो कुराहरू बताएर अनि आफूले उसको समस्याहरू केही छ भने समयमै सल्टाउन सकौँ हैन अनि जति पनि ममा ज्ञानहरू मैले पाएको छु मेरो जीवनले सिकाएको छ मलाई त्यो ज्ञानहरू मैले पाएको छु मेरो भोगाइले विभिन्न वातावरणले मलाई सिकाएको छ त्यो कुराहरू चाहिँ मैले मेरो दुईटा बच्चाहरूलाई सेयर गर्न सकौँ र मेरो जीवनबाट पनि उनीहरूले केही पाठहरू सिकोस् र मैले मेरो कतिपय कुराहरू मेरो ज्ञान नभएर बुद्धि नभएर हुनसक्छ कतिपय कुराहरू चाहिँ मैले गर्न छुटाएको हैन त्यस्तो कुराहरू उनीहरूले फेरि त्यो कुराहरू भोग्न नपरोस् भनेर मैले चाहिँ त्यसलाई चाहिँ दुवैजनाले चाहिँ आमालाई बाबालाई जसरी हाम्रो भित्रको कुराहरू चाहिँ हामीले चाहिँ सेयर गर्न पाएदेखि तिमीहरूसँग सेयर गर्न पायो भनेदेखि तिमीहरूले फेरि त्यो कुराहरू हामीले भोगे जस्तै भोग्न नपरोस् रिपिटेसन नहोस् जस्तो लाग्छ अब सानो सानो नै भइहाल्यो उसलाई पनि उसको सानो छ भनेर कुनै आफ्नो सानो बच्चाहरूको पनि
त्यो सानै छ भनेर कुनै कुराहरू केयर नगर्ने, उसले भनेको कुराहरू चाहिँ नसुन्ने गर्न चाहिँ हुँदैन कि। उसले भन्न खोजेको कुरा सत्य कुराहरू हुन्छ कि। बच्चाहरू पनि यो बच्चा छ कराइरहन्छ बोलिरहन्छ भन्न हुँदैन। बच्चाहरू झन् सत्य बोलिरहेको हुन्छ। त्यही भएर ओ यो उसले भन्न खोजेको के हो, चाहेको के हो चाहिँ एकदम डिपली सोच्न पर्ने हुन्छ कि बच्चाहरूलाई पनि। अब तिम्रो कुरा, अब तिमी यङ भइसक्यौ होइन, तिमीलाई पनि लाग्छ तिमी चाहिँ एकदमै खुल्ला किताब जस्तै हो मेरो लागि, सबैको लागि होइन, मेरो लागि। किनभने मैले तिमीलाई बुझ्न सक्छु नि त, तिमीभित्र के छ त्यो बुझ्न सके पो अनि बल्ल समस्या सल्टाउन सकिन्छ त। तिमी चाहिँ बन्द किताब भइदियो भने त मैले त केही पनि बुझ्न सक्दिनँ नि त। भगवान्लाई त अब भजन कीर्तन गरी गरी के गरी गरी खुसी बनाउन पर्छ र उहाँहरू ध्यानबाट बल्ल हामीलाई देख्नुहुन्छ भनेदेखि हामी त मान्छे हो नि, आमा हो भनेर सबै कुरा त बुझिँदैन नि त। तिमी एकदमै क्लोज एकदम साई भएर बस्थ्यौ, बन्द किताब जस्तै भएर बस्थ्यो भने त हामी त केही पनि बुझ्न सकिन्न नि त। त्यही भएर मेरो मम्मीले, मेरो फ्यामिलीले मलाई सपोर्ट गरोस्, मेरो कुरा बुझिदियोस् भन्ने इच्छा लाग्छ भने आफू पनि खुल्ला किताब हुनु पर्यो, कुरा सेयर गर्न सक्नु पर्यो कि। हामीलाई थाहा चाहिँ छ म र मेरो बहिनीलाई दुवैजनालाई कसरी डिल गर्नुहुन्छ त्यो कुरामा चाहिँ। त्यसरी नै गर्छु मैले गर्दाखेरि चाहिँ कारण पत्ता लगाउने। अब बाहिरी कारणले हो भनेदेखि त्यो सल्टाउने प्रयास गर्ने, छैन भने एक्सेप्ट गर्ने र अब स्ट्रङ कसरी मेन्टली फिजिकली कसरी स्ट्रङ हुने त्यो तरिकाहरू आफूले जानेको तरिकाहरू सिकाउने। अब घरकै माहौलबाट हो भनेदेखि हामी नै सुध्रिनु पर्यो, बुवा आमाको तर्फबाट हो भने बुवा आमा नै सुध्रिनु पर्यो होइन। सुध्रिने कहाँनिर हाम्रो कमजोरी छ र के गरेर कसरी चाहिँ हामी सुध्रिने, हामीले के चाहिँ सुधार्नु पर्यो तिमीलाई क्वेसन गरेर, अनि तिमीले के भन्छौ त्यो अनुसारले हामी चल्न हिँड्नु पर्यो। त्यसरी नै अरू के छ वातावरण नमिलेको घरको वातावरणहरू त्यो चाहिँ मिलाउने होइन, कसरी सहज हुन्छ, बाँच्न सजिलो हुन्छ त्यो तरिकाहरू मिलाउने हो। सिर्फ यति हो, सेयर गर्नु पर्यो कुरा, त्यही नै हो। अब चाहिँ हजुरले अरू प्यारेन्ट्सलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ त यो बारे? अब आफ्नै स्टाइल हुन्छ है, आफ्नो क्षमता ज्ञान बुझ्ने कसरी बुझ्छ। जस्तै मैले एउटा तरिकाले तिमीलाई सम्झाउँछु, तिमीलाई बुझ्छु, तिमीलाई मैले चाहिँ जानेको कुराहरू बताउँछु भने सबैको फेरि बुझ्ने स्थिति एउटै हुँदैन। जस्तै कोही हाई लेभलको हुन्छ, कोही चाहिँ लो लेभलको हुन्छ, बुझ्ने क्यापासिटी कस्तो छ त्यो अनुसारले पनि हुन्छ। अनि मैले भन्छु बच्चाहरूलाई चाहिँ, आफ्नो बच्चाहरूलाई अलिक खुल्नको लागि ऊ दिल खुल्ला गर त मैले भने मेरो नानीलाई पनि खुल्ला किताब जस्तै हो मेरो लागि त भने। खुल्ला किताब भयो भनेदेखि के छ भित्री कुराहरू भन्ने कुराहरू बुझिन्छ र बुझिसकेपछि त्यसलाई डिल गर्न सल्टाउनलाई सजिलो हुन्छ त भने। तर त्यो खुल्ला किताब हुने वातावरण पनि प्यारेन्ट्सले बनाउनु पर्ने हुन्छ कि, जसलाई सानो कुरामा हप्काउने, मेरै छोरी हो, मेरै छोरा त हो नि, यसलाई मेरै अन्डरमा राख्नुपर्छ, मैले पाएको हो, हुर्काएको हो, मेरै कुरा मात्रै मान्नुपर्छ र मैले भनेकै मात्रै गर्नुपर्छ, मेरो अन्डरमा चल्नुपर्छ भनेर चाहिँ उसलाई दबाउन खोजियो भने ऊ खुल्ला किताब हुन सक्दैन होइन। उसले बताउन नै सक्दैन आफ्नो कुराहरू, हो कि होइन भन त। त्यो कारणले गर्दाखेरि एक साइड मात्र होइन कि मैले उसलाई 9 महिना 10 महिना गर्भमा राखेँ, मैले दुःख गरेर जन्माएँ, हुर्काएँ, पालेँ, अब मलाई यो बच्चाले मलाई यो गर्नुपर्छ भन्नु पनि एउटा एक हिसाबले गलत पनि हो है। त्यो कुरा ऊ आफैलाई फिल हुनु पर्यो कि त्यो बच्चाहरूले, होइन मलाई मैले चाहिँ गर्नुपर्छ बाबा आमाको लागि भन्ने फिल उहाँहरूले नै गर्नुभयो भने राम्रो हो। हामीले चाहिँ गर्नुपर्छ भनेर चाहिँ त्यो सोच्नु पनि खासै राम्रो हो जस्तो लाग्दैन, स्वार्थीपन जस्तो पनि लाग्छ। किनभने हामीले 9 महिना गर्भमा 10 महिना गर्भमा राखियो, पालियो, हुर्कायो, उनीहरूले एउटा आमाको मलाई आमा बनाउनु भयो नि त, अनि बाबा बनाउनु भयो नि त। एउटा आफूलाई पनि माया स्नेह दिने एउटा आफ्नो बच्चा त्यो चाहिँ भयो नि त, उसले दिलायो नि त, आफूलाई दियो नि त होइन। त्यो हिसाबले गर्दाखेरि चाहिँ उनीहरू जन्मिएको कारणले हामीमा खुसी आयो, मेरो सन्तान भयो भनेर गर्व गर्ने खुसी हुने क्षण आयो नि त।
हैन। त्यो भएको कारणले गर्दाखेरि जति नै कष्ट दुःख भए पनि छोराछोरीलाई हुर्काउन पर्यो बढाउन पर्यो भन्ने चाहिँ त्यो चाहिँ दुःखको फिल हुँदैन के बाबाआमालाई। र त्यसरी चाहिँ बच्चाहरू खुल्ला किताब होस् भनेर मनमा सोचेर मात्रै हुँदैन, उनीहरू खुल्ला हुनको लागि पनि घरमा एउटा वातावरण चाहिन्छ। त्यसको लागि पनि बुवा आमा पनि अलिकति खुल्ला नै हुनुपर्ने हुन्छ, सरल नै हुनुपर्ने हुन्छ। त्यसको लागि वातावरण तयार गरिदिनुपर्छ ताकि आफ्नो बच्चाहरू आफूसँग कन्जेस्टेड माइन्ड गरेर एकदम बन्द किताब जस्तो नहोस्, मनको कुराहरू खुल्न चाहिँ धक मान्ने खालको चाहिँ वातावरण घरमा नहोस्। सबै कुराहरू मेरै हो, मेरै अन्डरमा चल्नुपर्छ, त्यो हरकतको त्यो वातावरण घरमा नहोस्। अहिले चाहिँ अब चाहिँ हजुरले अहिलेको जेनेरेसनको मान्छेहरूलाई एङ्जियस फिल हुँदाखेरि, मेन्टली लस्ट फिल हुँदाखेरि, टायर्ड फिल हुँदाखेरि चाहिँ के गर भनेर सुझाव दिन चाहनुहुन्छ? कसरी चाहिँ डिल गर भनेर चाहिँ सुझाव दिन चाहनुहुन्छ? मैले अघि नै भनिसकेँ, म विज्ञ होइन, होइन, डक्टर पनि होइन है, हेल्थ पर्सन हो तर म डक्टर चाहिँ होइन है। मैले अहिले आफ्नो भोगाइहरू होइन, जबसम्म ममा अलिकति चेतनाहरू पलायो त्यसपछि मेरो भोगाइहरूको सङ्घर्षहरूबाट र मैले यो स्थितिमा आउँदाखेरि मैले के सजेसन के सन्देश दिन इच्छा लाग्यो भन्दा कुनै टेन्सन भएर स्ट्रेस हुने बित्तिकै त्यसलाई एन्जाइटी भन्न मिल्दैन के। एन्जाइटी भनेको के हो भन्दा कुनै पनि तनाव भयो, स्ट्रेस भयो नि, त्यसलाई हामीले नेगेटिभली लिँदै गइयो होइन भनेदेखि नेगेटिभली लिँदै जाँदाखेरि हाम्रो स्ट्रेस हर्मोनहरू बढ्दै गयो। बढ्दै गइसकेपछि खानाको रुचि भएन, अनिद्रा भयो, टाउको दुख्न थाल्यो, मनमा ढुकढुकी यो हृदयको धड्कनहरू बढ्न थाल्यो बेला बेलामा होइन। अनि घरबराहट भयो, डर लाग्ने, खुलेर अरूसँग बोल्न डराउने, भिडभाडमा जाँदाखेरि चिटचिट पसिना आउने, मुटु ढुकढुक भएको फिल हुने, मर्छु कि जस्तो फिल हुने, यी मध्येमा कुनै चिज भयो भने त्यसलाई एन्जाइटी भन्न मिल्यो। तर स्ट्रेस र तनाव हुने बित्तिकै त्यसलाई एन्जाइटी भनिँदैन के कारणले मलाई यो समस्या आएको हो पत्ता लगाउने पहिला क्वेसन आफूसँगै गर्ने कि कुन कारण हुन्छ नि त। हरेक कुरो घटनामा एउटा कारण नभइकन त घटना घट्दैन नि त। त्यो भएको कारणले गर्दाखेरि के कारणले मलाई यो समस्या आएको हो आफैसँग क्वेसन गर्ने होइन। क्वेसन गरिसकेपछि त्यो कारण पत्ता लगाउने र त्यो सल्टाउने प्रयास गर्ने, त्यो समस्यालाई सल्टाउने प्रयास गर्ने पहिला। यदि सल्टाउन नमिल्ने, कहिले पनि सल्टाउन मिल्दैन, त्यो असम्भव छ भने त्यसलाई स्वीकार गर्नै पर्छ। सबै कुरा चाहिँ सम्भव हुँदैन नि त होइन। जस्तै कुनै बेला आफ्नै आमा बित्ला, परिवारको कुनै फ्यामिलीहरू बित्ला, कुनै घटना घट्ला, कसैले छोडेर जाला कहिल्यै नआउने गरी, अब त्यसमा चाहिँ कारण खोजेर फेरि अर्को ल्याउने अथवा यो गर्ने भनेर त हुँदैन नि त। त्यो त एउटा प्रकृतिको नियम हो नि त। प्रकृतिको नियमले जुन चाहिँ सल्टाउन नमिल्ने खालको छ नि त्यसलाई एक्सेप्ट गर्नै पर्छ के है, पोजिटिभली लिएर ओ उहाँ त जानुभयो, म त जिउँदो छु नि त, उहाँ अब फर्केर आउनु सक्नुहुन्न, म त जिउँदो छु नि त। त्यही भएर जिउँदो व्यक्तिले चाह्यो भने जे पनि गर्न सक्छ के। त्यो भएको कारणले ओहो म त उहाँ गए पनि म त जिउँदो छु नि त, म जिउँदो व्यक्तिले त के त गर्न सक्ने ममा क्षमता अझै छ, मेरो समय अझै छ भनेर मोटिभेट हुनु पर्यो है। त्यसरी आफूलाई चाहिँ मोटिभेट गर्दै आफैलाई मोटिभेट गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। र विशेष गरी चाहिँ त्यो घटना के कारणले भएको हो त्यो कारण पत्ता लगाएर सम्भव छ भने सल्टाउने, सम्भव छैन भनेदेखि एक्सेप्ट गर्न सिक्नु पर्यो है। त्यसपछि त्यति गर्दा पनि आफूलाई आत्मज्ञानी गुरुहरूसँग भेटेर, विद्वानहरूसँग भेटेर, सम्बन्धित ज्ञान भएका पोजिटिभ गुरु अथवा व्यक्तित्वहरूसँग भेटेर कुराहरू एक्सप्रेस गरेर सल्टाउन सकियो। त्यति पनि भेटिएन भने हामीले आफ्नो जुन भित्र गुम्सिएका भावनाहरूलाई सरर कपीमा लेखेर त्यसपछि त्यसलाई नपढिकन
जलाएर अथवा च्यातेर फ्यालिदिने, पढ्ने होइन, रिपिट गरेर पढ्ने होइन। पढ्न थाल्यो भने हाम्रो माइन्डले त्यसलाई चाहिँ सेट गरिदिन्छ फेरि। त्यो भएको भएर सरर लेख्ने, त्यसपछि पोलेर अथवा च्यातेर फ्याँकिदिने होइन, त्यो चाहिँ गर्नुपर्छ। त्यसपछि आफूले मान्ने इष्टदेवलाई पनि पोख्न सकियो, त्यो पनि गर्न सकियो। अब त्यति मात्रै नभइकन सकेसम्म चाहिँ त्यो कुरालाई चाहिँ विज्ञ व्यक्तिसँग चाहिँ एक्सप्रेस गर्नै पर्छ। काउन्सिलर, डक्टर कहाँ जाने, त्यो गर्नु राम्रो हुन्छ। अनि त्यसको सोलुसन खोज्नै पर्छ। कसरी चाहिँ मेन्टल हेल्थको लागि भन्ने नेचुरल रूपले हामीले त्यो थेरापीहरू सिक्नुपर्ने हुन्छ, जसमा अहिले योगाको ट्रेन्ड धेरै चलेको छ। त्यसमा चाहिँ योगामा यो मेन्टल हेल्थ सम्बन्धीको यो नेचुरल रूपले कसरी चाहिँ हेल्दी हुने, फिजिकल रूपले कसरी हेल्दी हुने भन्ने कुराहरू चाहिँ योगमा सिकाइने गरिन्छ कि प्याकेजमै। त्यो राम्रो गुरुहरू छानेर आफू त्यो स्थानसम्म पुगेर आफूलाई चाहिँ माथि उठाउन सकिन्छ। र केही सिप लागेन, औषधि बाहेक केही नै छैन भन्ने त एउटा एकदम अवचेतन, एकदम चेतना नै गुमाएको व्यक्तिलाई हुन्छ नि त। जस्तै मैले के गरिरहेको छु, खाएको छु कि छैन थाहा छैन, के बोलेको छु थाहा छैन, त्यो व्यक्तिलाई त योगामा जाऊ होइन, काउन्सिलर कहाँ जाऊ भन्ने त कुरै हुँदैन नि त। उसको त कन्सियसै छैन नि त। अप्सनको रूपमा उहाँहरूलाई अरू ठाउँमा पठाउन नै हुँदैन। डाइरेक्ट उहाँहरूले गर्ने भनेको मेडिसिन दिने डक्टरकोमै लानुपर्ने हुन्छ। र त्यो मेडिसिन खाइसकेपछि उहाँहरूलाई चाहिँ सुताएर, धेरै घन्टासम्म सुताएर माइन्डलाई रिल्याक्स बनाएर ठिक गर्ने हो। त्यो भएको भएर अनकन्सियस व्यक्तिलाई चाहिँ फेरि त्यसरी हामीले रिकमेन्ड गर्न मिल्दैन कि अरू ठाउँमा, मेडिसिन दिने डक्टरसँग नै लानुपर्ने हुन्छ। यो एङ्जाइटी डिप्रेसनहरू चाहिँ आफ्नो लाइफमा आउन नदिने चाहिँ कसरी गर्ने भनेर चाहिँ त्यो क्वेसन सोध्न खोजेको थिएँ लास्टमा। तर आफैले भनिदिनु भयो नि त लास्टमा, योगा गर्ने होइन, ध्यानहरू गर्ने होइन। भइसकेपछि जाने ठाउँहरू मैले बताएँ, तर त्यो हुन नदिनको लागि त मैले भन्नै बाँकी छ नि त। हुन नदिनको लागि भन्न बाँकी छ अरे, अब त्यो पनि सुनौँ ल। अब हाम्रो चाहिँ दिनचर्याहरू मिलाउनु पर्ने हुन्छ। जस्तै अब अहिलेको मुख्य भन्नुपर्दाखेरि चाहिँ मेन पोइन्टमा चाहिँ हामी मोबाइल र यही सामाजिक सञ्जालमै जाउँ होइन। अनावश्यक त्यो घटनाहरू भएको सामाजिक सञ्जालहरूलाई फलो नगर्ने। त्यसपछि मोबाइलमा सधैँ व्यस्त नहुने, किनभने त्यहाँको जुन कनेक्सन भएको जुन इलेक्ट्रिसिटीहरू हुन्छ नि, त्यसले चाहिँ हाम्रो दिमागमा असर गर्छ होइन। यसमा चाहिँ ग्यापिङ हुनु पर्यो कि, त्यो हुनु पर्यो। त्यसपछि अर्को भनेको हाम्रो लाइफस्टाइललाई, 24 घन्टाको लाइफस्टाइललाई चाहिँ चेन्ज गर्ने। खानपानमा हुन्छ, खानेकुराहरू हुन्छ, पिउने चिजहरू हुन्छ, के खाने के पिउने होइन, के विचार गर्ने दिमागमा, सङ्गत कस्तो गर्ने, सोच कस्तो राख्ने, त्यो सबै कुराहरू चाहिँ मिलाउनु पर्ने हुन्छ। त्यो सबै कुराहरू मिलायो भनेदेखि त्यो स्थितिमा हामी पुगिँदैन। पुगिहाल्यो भने पनि आफूलाई चाहिँ ठिक ठाउँमा ल्याउन सकिन्छ, जानिन्छ। यति नै थियो आजको क्वेसन एन्सर। अनि समग्रमा चाहिँ मैले हजुरको पहिलाको जेनेरेसनको बुझ्न पर्दाखेरि उहाँहरूलाई पनि त्यस्तो मेन्टल हेल्थमा प्रब्लम चाहिँ भएको रहेछ। मेन्टल हेल्थमा खुल्ला तरिकाले कुरा चाहिँ गर्न नसक्नु भएको, त्यो इन्भाइरोमेन्ट नभएको भनेर चाहिँ बुझियो। र अहिले चाहिँ अलि डिफ्रेन्ट छ, सबैजना कम्फर्टेबल भएर कुरा गर्नुहुन्छ। स्टिल यसरी चाहिँ खुलेर चाहिँ कुरा गर्नुहुन्छ जस्तो लाग्दैन। त्यही भएर हजुरहरूलाई पनि अलिकति ज्ञानको कुराहरू चाहिँ सेयर गर्न मन लागेर आजको यो आमा छोरीको कुरा चाहिँ हजुरहरूलाई सेयर गरेको। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट डाउन बिलो। पहिला चाहिँ सुरुमा मलाई चाहिँ कसरी भएन होला र अब सबैजनालाई अफकोर्स हुन्छ नि त, कहिले न कहिले त ओभर थिङ्किङ, स्ट्रेसहरू चाहिँ सामान्य रूपमा त भइरहेको हुन्छ, तर त्यसलाई नाम नदिए पनि भइ त राखेको हुन्छ नि त। अब कसरी भएन होला भनेर अलिकति कन्फ्युजनमा थिएँ सुरुमा चाहिँ, तर पछि कुरा गर्दै जाँदाखेरि चाहिँ हजुरले सम्झिनु भयो र अनि भनेपछि चाहिँ यस्तोमा यस्तो रहेछ भनेर चाहिँ हजुरको जेनेरेसनको कुराहरू पनि बुझियो। त्यसको लागि धेरै धेरै धन्यवाद।
थ्याङ्क यू सो मच छोरी, मलाई तिम्रो युट्युब च्यानलमा बोलाएर आफ्नो कुरा सेयर गर्ने मौका दियौ, त्यसको लागि धन्यवाद। तिमीलाई पनि सधैँ प्रगति उन्नति भएको देख्न चाहन्छु। आशीर्वाद छ सधैँको लागि, तिमीलाई धेरै आशीर्वाद छ। अनि सम्पूर्ण भ्युअर्स मेरो छोरीको युट्युब च्यानललाई पनि सब्सक्राइब लाइक मन पर्यो भने लाइक अनि सब्सक्राइब गरेर सपोर्ट गर्नुहोला है त। हस् धन्यवाद। हस् धन्यवाद। आजको लागि यति नै थियो भिडियो। हजुरहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट डाउन बिलो। हजुरहरूलाई हाम्रो कुराकानीहरू कस्तो लाग्यो? हजुरहरू पनि आफ्नो प्यारेन्ट्ससँग कहिले यसरी मेन्टल हेल्थको बारेमा कुरा गर्नुभएको छ कि छैन, गर्नुभएको छैन भने प्लिज गर्नुहोस्। हजुरहरूलाई पनि थाहा हुन्छ, क्ल्यारिटी हुन्छ, आफ्नो लाइफमा एकदमै इम्पोर्टेन्ट छ यो बारे कुरा गर्नको लागि। जति दबाएर राख्यो त्यति गाह्रो हुन्छ आफैलाई, त्यही भएर समयमा नै कुरा गरेको राम्रो, एक्सप्रेस गरेको राम्रो, यति भन्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड। नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नुहोला मेरो च्यानललाई, र पुरानोहरू हुनुहुन्छ भने थ्याङ्क यू सो मच फर अल द लभ। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यसरी माया गरिदिनु भएकोमा, सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब अरू दिनहरूमा पनि नयाँ नयाँ यस्तै इन्ट्रेस्टिङ भिडियोहरू आउने नै छ। स्टे ट्युन फर द्याट। अनि यति भन्दै आजको लागि यहीँ इन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच। बाई बाई। सी यु इन द नेक्स्ट भिडियो।